गर्नुपर्छ सर अहिले नगर्नु न बुढा आउट गर्नु म एकछिन गरेर बोल्छु अहिले तपाईँ त्यो होइन त्यतिकै खरे त ल कस्तो कस्तो एक्सर्साइज हो म आफूले राख्नु खोजेँ कि ल भन्नुहोस् बिहान उठ्ने एक्सर्साइज होइन यो बिहानको हल्का यो वार्मअप हो यो वार्मअप गर्ने जुन हामी बेलुका सुत्दा चाहिँ कहिले कोल्टे परेर कहिले ठाडो परेर जुन आफूलाई जतापट्टिबाट निद्रा लाग्छ त्यस्तै सेपरेटेड ठाउँ पारेर सुतेको हुन्छौँ त्यसले चाहिँ शरीरको सारा अस्ति प्रजनन प्रणाली सारा तपाईँको चाहिँ शरीरको अङ्गहरू चाहिँ सही ठाउँमा बसिरहेको हुँदैन एउटा अङ्गलाई बडी तपाईँको पेस परिरहेको हुन्छ आफ्नै शरीरले थिचिरहेको हुन्छ अनि अर्कोतिरको अङ्ग चाहिँ फ्री भइरहेको हुन्छ त्यसो भएको कारणले गर्दाखेरि बिहान हल्का मर्निङ वाक गर्ने सुरुमा उठ्ने बित्तिकै फेरि हामीले यो एक्सर्साइज यो वार्मअप गर्न थाल्यौँ भने हामीलाई गाह्रो हुन्छ सुरुमा त सबभन्दा पहिला हाम्रो फिजिकली हाम्रो चाहिँ जुन भौतिक शरीर ब्यालेन्स हुनु पऱ्यो त्यसको लागि यसो मर्निङ वाक कमसेकम धेरै नसकिए पनि तपाईँको चाहिँ कमसेकम 150 पाइला हिँड्ने अथवा भनौँ न अब कमसेकम तपाईँको चाहिँ 50 देखि 100 मिटरसम्म हिँड्ने बिस्तारै हिँड्दै गर्दाखेरि तपाईँको हल्का यसरी जगिङ गर्ने होइन जगिङ गरेपछि जुन हाम्रो चाहिँ राति सुतेको शरीरलाई एकातिर बडी तपाईँको चाहिँ गाह्रो भएको वेट भएको अर्कोतिर फ्री भएको हल्का मेन्टेन हुँदै आउँछ त्यस पछाडिबाट त्यतिले मात्रै त पुग्दैन त्यतिखेर त्यसपछि चाहिँ तपाईँको जुन वार्मअप गर्न थाल्ने हल्का जगिङ गर्ने बिहानको अनि फेरि वाकिङ भन्दैमा बिहानको हल्का एक्सर्साइज भन्दैमा फेरि म्याक्सिमम गर्ने होइन बडीको तपाईँको आधी घन्टा जति हल्का तपाईँको जगिङ गऱ्यो भने हाम्रो शरीर ब्यालेन्समा आउँछ बिहान जगिङ गरेर बडी एक्सर्साइज गरेर ज्यान घट्ने होइन रहेछ यो चाहिँ मात्रै शरीरको स्फूर्ति बढाउनु लागि रिफ्रेसनेस हुनको लागि चाहिँ हामीले गर्ने हो तपाईँको बिहान चाहिँ बिहान गरिसके पछाडि अब चट्ट अलिकति गर्मी महिनाको बेलामा त झन् अझ तपाईँको चाहिँ सर्लक्क ज्यान नुहाइदिइसके पछाडि जब पसिना अलिकति आउँछ त्यसपछि सर्लक्क नुहाइदिइसके पछाडि चाहिँ एकदम सहज हुन्छ शरीरलाई त्यसपछि आफूले मनमा लागेको सोचेको कुरो जुन एउटा आफ्नो इच्छा आकाङ्क्षा अनि त्यसमा आफूले कुन ठाउँमा तपाईँको चाहिँ आफूले लगानी लगाइरहेको छ के गर्छु म भन्ने विषयमा चाहिँ तपाईँको सोचेर बुझेर गरेको कामलाई तपाईँको अगाडि बढाउन लागि एकदमै शरीरबाट स्फूर्ति पैदा हुन्छ हजुर त्यस पछाडिबाट सहज ढङ्गले तपाईँको चाहिँ अगाडि काम गर्न सकिन्छ किनकि त्यो कामको एडभान्टेज डिसएडभान्टेज त्यसको फाइदा बेफाइदा जे होस् तर कामप्रति एकाग्रता हुने तपाईँको चाहिँ अवस्था चाहिँ बहुत सिर्जना हुन्छ हजुर मैले बुझेको त्यही हो हल्का वार्मअप बिहान उठ्ने बिहान उठ्दाखेरि सर कति बजे उठ्दा राम्रो होला बिहान मर्निङ टाइममा अब यति बजे भन्ने त छैन बेलुका सकिन्जेल चाँडो अथवा चाँडो भनेको 9 बजी सुत्ने बिहान चाहिँ म्याक्सिमम् सकिन्जेल तपाईँको चाँडो उठ्ने अहिलेसम्म सुनेको कथा कहानी र स्टोरीहरूमा चाहिँ वर्ल्डमा चाहिँ जो मान्छे बिहान अबेरासम्म सुत्छ त्यो मान्छेको चाहिँ खासै उन्नति प्रगति अलिक कमै भएको देखिन्छ र जसको कथा आएको छ सुखद कथा आएको छ उसको चाहिँ जितको कथा आएको छ प्रगतिको कथा आएको छ भने ऊ चाहिँ मर्निङ टाइममै उठेर अर्ली इन द मर्निङ गएर तपाईँको खेलाडीहरूले पनि गएर वर्कआउट गर्ने होइन अनि पढ्ने तपाईँको स्टुडेन्टहरूले नि हल्का तपाईँको चाहिँ जुन मैले अघि भने हल्का वार्मअप गरेर मुखसुख धोएर पढ्न बस्ने त्यसो भएको हुनाले चाहिँ मर्निङ टाइममा चाहिँ सकिन्जेल चाँडो उठेर चाहिँ काम सुरुवात जसले गर्छ यो संसार चाहिँ उसको हातमा छ भन्ने एक किसिमको चाहिँ मैले चाहिँ त्यो तरिकाले बुझेको छु र विभिन्न रिफरेन्सहरू हेर्दा पनि त्यही देखिन्छ बिहान चाँडो उठ्ने भन्छ विशेष गरी हाम्रो अगाडि नै छ मर्निङ टाइममा अब तपाईँको चाहिँ हाम्रो नेपालको कन्टेक्स्टमा हेर्दा त मर्निङ टाइममा एकदमै हामी 5 बजे उठेर चाहिँ जुन मर्निङ वाक गरेर हिँड्यौँ भने नि कलेजको विद्यार्थीहरू चाँडो गइरहेको हुन्छ म्याक्सिमम् कलेजहरू बिहान तपाईँको चाहिँ सुरु हुन्छ त्यसो भएको कारणले गर्दा त्यसले पनि प्रुभ गर्ला जस्तो लाग्छ क्या मलाई चाहिँ यही हो सर अब खासै अरू त अब खासै कुनै पनि विषयमा त्यस्तो विज्ञता हासिल गरेर त्यस्तो बोल्न त तपाईँको आउँदैन तैपनि यसो मर्निङ टाइममा सरले चाहिँ म प्रति चाहिँ जुन एउटा चाहिँ मायाले तपाईँको चाहिँ जुन एउटा क्यामेरा ढल्काइहाल्नुभयो के तपाईँको चाहिँ जुन अब स्पिचलेस यसो नबोल्ने भन्ने खालको कुरो गरेर यसो बोलिदिइहालेको मात्रै हो जुन मैले बोलेको कुराहरूमा मैले बुझेअनुसार सत्यता छ अब अरू मान्छेको बुझाइमा अब त्यो त्यसमा चाहिँ असत्यता पनि हुनसक्छ
त्यसो भएको कारणले गर्दा जुन मैले गरेको अनुभूति मैले भोगेको अनुभूतिको कुरा मैले यहाँसँग ठ्याक्क राखिदिएको मात्रै हो है सर। सर म जहिले सुत्ने बेलामा 8 बजे सुत्छु, 7 बजे सुत्छु, उठ्ने बेलामा बिहान 7 बजे उठ्छु। मेरो ब्यालेन्स मिले जस्तो लाग्छ लाग्दैन तपाईँलाई? अनि यो त एकदमै अब यो मिल्यो कि मिलेन तपाईँ आफै बुझ्नु होला कि यो त एकदमै यो त फर्स्ट टाइम सुन्दैछु र अब एउटा छोराछोरी हुन्छ नि त्यो आमा बाउको एउटा त्यो लाडे छोराछोरी भन्छ नि त्यो पनि तपाईँको बिहान हजुर कहिलेकाहीँ चाँडो उठ्ने कहिलेकाहीँ तपाईँको चाहिँ ढिलोसम्म सुत्ने हुन्छ। तपाईँको त एकदम यो त एउटा रुटिन जस्तै पो रहेछ तपाईँको। बेलुका पनि 7 बजी सुत्ने बिहान पनि भनेपछि त 12 घन्टाले पनि त तपाईँलाई चाहिँ सुताइले नपुग्ने देखिन्छ। त्यसो हुँदा त्यो सुताइ चाहिँ फेरि तपाईँको शरीर हेर्दा एकदम स्लिम राम्रो पनि देखिन्छ। त्यही भएको कारणले गर्दा यही तरिकाले तपाईँ चाहिँ बढी सुत्नुभयो भने यो सुताइ चाहिँ के कारणले होला भन्दा अलिकति शरीरमा अलिकति इनर्जीहरूको पनि कम भएको हो कि तपाईँको। अनि बढी त्यो अघि मैले भने नि त्यो अब अल्छीपना जुन हुन्छ नि लेजीपना तपाईँमा भएर एकछिन सुत्दिउँ न त होइन टोइलेट गएर आइहाल्यो एकछिन सुत्दिउँ न त भन्ने खालको त्यो एउटा चाहिँ मनले गर्दाखेरि पनि त्यस्तो हुन्छ। त्यो चाहिँ तपाईँको लेजिनेस हो, एकदमै तपाईँको त्यो चाहिँ अल्छीपन हो। त्यो भएको कारणले गर्दा यसलाई एकदम दिनानुदिन तपाईँले सुधार गर्नुपर्छ। ठिक छ तपाईँ बेलुका सुत्दाखेरि तपाईँ 7 बजी सुत्नुभयो बिहान उठ्नु सक्नुहुन्न, जति बेलुका सहजले सुत्नुहुन्छ बिहान तपाईँ बेलामा सजिलो उठ्न सक्नुहुन्न। त्यसो भएको कारणले गर्दा बेलुका चाहिँ टाइम आउट गर्ने। जस्तो कि तपाईँ 7 बजी सुत्नुहुन्छ भने एक दिन तपाईँको अब आजदेखि तपाईँले सुरु गर्नुहुन्छ भने तपाईँ आज 7:30 बजी सुत्ने मात्रै तपाईँले वेट 20-30 मिनट गर्ने, आधी घन्टा गर्ने। आज तपाईँ 7:30 बजी सुत्ने, फेरि उठ्ने त फेरि भोलि तपाईँको त्यही टाइम छ भने त्यही टाइममा उठ्ने, सकिन्जेल बिहान पनि चाँडो उठ्ने चाहिँ प्रयास गर्ने। भोलि तपाईँको चाहिँ 8 बजे तपाईँको चाहिँ सुत्ने, पर्सिको दिन 8:30 बजे, पर्सिको दिन 9 बजे, त्यहाँदेखि पर्दैन। 9 बजे तपाईँ सुत्नुहोस् अप टु डेट। 9 बजे जब तपाईँले 9 बजीसम्म यता मात्रै तपाईँको सुत्ने बेलाको मात्रै टाइमिङ मिलाएर अलिक ढिला सुत्नुभयो, त्यस पछाडि चाहिँ तपाईँको तत्काल होइन कि त्यसको पछाडि चाहिँ सकिन्जेल चाहिँ तपाईँको चाहिँ त्यसरी नै 15 मिनट 20 मिनट लगभग आधी घन्टा तपाईँले चाहिँ गर्दै ल्याउनु भयो भने उपयुक्त तपाईँको उठ्ने बेला चाहिँ तपाईँ 9 बजे सुत्ने हो, बिहान तपाईँको चाहिँ 3 बजे उठ्ने हो उपयुक्त चाहिँ। तर हामी 3 बजे सक्दैनौँ, हामीलाई अलिकति पुग्दैन होला निन्द्रा जस्तो लाग्छ। मैले पनि त्यो विषयमा चाहिँ यसो अनुभूत गरेछु। अनि 4 बजे बरु अलार्म लगाइदिनुहोस्। तपाईँ 9 बजे सुतेर 4 बजेको अलार्ममा तपाईँ उठ्ने नै हो, एनी हाउ तपाईँ उठ्ने नै हो। त्यसपछि उठिसकेपछि फेरि एउटा कुरा के हुन्छ भने उठिसकेपछि हामीले जुन गर्ने कार्य हुन्छ नि काम, हजुर त्यो काम चाहिँ तपाईँको हामीलाई उपयुक्त काम त्यो उठेर के गर्ने त भन्दा त्यो काम चाहिँ तपाईँको नभइसके पछाडि पनि त फेरि पनि सुत्ने हुन्छ कि उठेर केही पनि हुँदैन। त्यो भएको कारणले गर्दा ठ्याक्क उठ्ने बित्तिकै हामी काममा लागिहाल्नुपर्छ। नत्र त यो पनि तपाईँको चाहिँ मैले अनुभूत गरेको छु कि ओहो सुत्नु मन लाग्छ भनेपछि टोइलेटमा गएर तपाईँको दिशा बसेर मजाले तपाईँको टोइलेटको प्यानमाथि बसिरहेको पनि त्यहीँ पनि निद्रा आएको चाहिँ एक किसिमको कतिपय मेरो चाहिँ रेकर्डहरू छ। त्यसो भएको कारणले गर्दाखेरि आफू रिफ्रेसनेस नहुँदै मैले के गर्न चाहेको मैले त्यो काम गर्नुपर्छ, त्यसको लागि मेरो शरीरलाई जाडो मलाई अप्ठ्यारो त्यस्तो सोच्ने होइन। सकिन्जेल त्यति भयो भने चाहिँ एकदम राम्रो भन्ने लाग्छ मलाई। सर मलाई अब आउने कुरा यस्तै हो, तपाईँले अब हस् धन्यवाद सर, साह्रै एकदम गकिला र अनुभवका कुराहरू पनि राम्रोसँग राखिदिनु भयो। तपाईँलाई धेरै धेरै धन्यवाद। ल थ्याङ्क यू, धन्यवाद बेस सर। अब